यो अहिले चलिरहेको अभियान जुन छ नि, राजा ल्याउँ देश बचाउँ भन्ने अभियान, यो एकदमै गलत छ। यो अभियान भनेको दुर्गा पुसाई र ज्ञानेन्द्र साईहरूको पार्टीको यो मास्टर प्लानिङ हो। किनभने राजा भनेको अहिले एउटै हुन् के, राजा सबै राजा, राज परिवार धेरै पनि छैन होइन। राजा भनेको एउटै राजा हुन्। राजा भोलिपर्सि मरेर गयो भनेपछि चाहिँ दुर्गा पुसाई र यो रापरपा पार्टी अघि बढ्न पाउँथ्यौँ कि अगाडि जान पाउँथ्यौँ कि ठग्न लुड्न पाउँथ्यो कि भन्ने त्यही आशा हो कि आश हुन्छ नि, त्यही आशा हो। त्यो राजा ल्याएर देश बनाऊ देश बचाउँ भन्ने कुनै होइन होइन, कुनै त्यो होइन। उनीहरू एउटा मास्टर प्लान मात्रै हो। त्यो मास्टर प्लान पछि लागि जरा पब्लिकलाई नउम्लिनुहोस् भन्न चाहन्छु होइन। राजाले गरेका इतिहासहरू तपाईहरु पुरानो भिडियो गएर हेर्नुहोस् के। राजाले के पो गर्दैन थियो अरे के। राजा भनेको पुरै राजाको फ्यामिली बनिसकेपछि जुनसुकै जिल्लामा जुनसुकै नेपालभरिकै एरियामा है राजा भनेपछि सकियो के। राजा भनेपछि कसैले राम्री केटी हेरेर बिहे गर्यो भने चाहिँ राजाले चाहिँ त्यो केटीलाई राम्री देखे मन परायो भने चाहिँ एक रात मेरो घरमा पठाइदिए है, पछि चाहिँ पहिला दिन चाहिँ राजाको घरमा पठाउनु पर्थ्यो गरे के। त्यो राजाको फ्यामिली जहाँ छ उनीहरूको मनमा जे लाग्यो त्यो गर्ने रे के। अरू त अरू खोलामा माछा मार्न जाँदा रे राजाबाट राज फ्यामिलीबाट अनुमति लिनु पर्ने रे के। खोलामा गएर माछा मारेर सुकाएर माछा चाहिँ राजालाई दिने, माछाको गु खाएर चित्त बुझाउने रे। त्यस्तो शासन दिएका राजाहरूलाई अहिले ल्याएर के काम छ? कुनै काम छ? छैन। ती भएर म सम्पूर्ण नेपालको पब्लिकलाई भन्न चाहन्छु, ती पछि नलाग्नुहोस्। राजा ल्याएर के गर्नुहुन्छ? राजा भनेको एउटै हो। भोलि राजा मरिसकेपछि त्यही अनि ज्ञानेन्द्र साई, दुर्गा पुसाई जस्ता मान्छेहरू वाइजेती बोल्ने, बिज्याती बोल्ने, उनीहरूले के बोलेछन्, के राम्रो काम गरेछ, के देखाएको छ? कुनै छैन। त्यो बोल्ने बाहेक अर्को छैन। ती भएर राजतन्त्र ल्याउनुपर्छ, देश बनाउनुपर्छ भनेर काम छैन। बरु राम्रा मान्छे ल्याउनुहोस्, राम्रा मान्छेको सपोर्ट गर्नुहोस्। बालेन शाह जस्ता मान्छेहरूको सपोर्ट गर्नुहोस्। त्यस्ता मान्छेहरूले धेरै बालेन्द्रहरू पनि होलान् देशमा होइन, पर चिनेर त्यस्ता मान्छेहरूलाई अघि बढाउनुपर्छ भन्नुहोस्। त्यो चाहिँ सही हो। त्यो राजा ल्याउनुपर्छ, देश बचाउनुपर्छ भन्नु एकदमै गलत हो। राजाले गरेको इतिहासहरू धेरै छ के। सिधै मान्छेलाई हिँड्दै गोली हानिदिने, राजाले भनेको नमान्दा चाहिँ एकदमै कति वर्ष सजाय खानुपर्ने, जनताले के पो उनीहरूको शासनमा चल्नुपर्ने, के पो गरेछन् राजाले, के गरेछन्? त्यस्ता शासकीयहरूलाई चाहिँ अहिले ल्याउँछु भनेर चाहिँ जनता पछि लाग्नु पनि त्यो एकदम मेन्टली हो क्या। मेन्टली नलाग्नुहोस्। बरु बालेन शाह जस्ता मान्छेहरूको पछि लाग्नुहोस्। तपाईँहरू अघि बढ्नुपर्छ, देश बनाउनुपर्छ भन्नुहोस्। त्यो एकदम सही छ होइन। राजा ल्याउँ देश बचाउँ भन्नु चाहिँ एकदमै गलत हो साथीहरू। नलाग्नुहोस्। महानुभावहरू सम्पूर्णलाई भन्न चाहन्छु, नलाग्नुहोस्। त्यो एकदम हो। त्योभन्दा त अहिलेकै ठिक छ नि। अहिलेको सरकारले चाहिँ लुट्छ, ठग्छ, चोच्छ भनेर मात्रै हो के। अब सबै मन नपराउनु भनेको त्यही हो। राजाको जस्तो शासन त गरे छैनन् नि होइन। राजाको जस्तो जहाँ पाए गोली हान्ने, पब्लिकलाई दुःख दिने, पब्लिकलाई त्यो अर्डर लिने, पब्लिकलाई यस्तो शासनहरू यस्तो गर्नुपर्छ त्यस्तो त छैन नि त। त्यही जनताले चित्त नबुझेको भने त्यही लुट्छन्, ठग्छन्, चोच्छन् भन्ने मात्रै हो। अन्य कुरामा त राम्रो छ नि। राजाभन्दा त कता राम्रो छ नि। त्यो ठान्नुहोस् दिमागमा। तर राजा ल्याउँ देश बचाउँ भनेर पछि लागेर नम्लिनुहोस्। ज्ञानेन्द्र साई र तिनीहरूको पार्टी र अनि दुर्गा पुसाई पछि लागेर उम्लेर काम छैन। हेर्नुहोस् दुःख